हामीले टोयलेट जाँदा 10 रुपियाँ तिर्छौँ, गेटा जाँदा 60 रुपियाँ तिरेर जान्छ प्रत्येक टिपमा। यो फोहोर छ, यो फोहोर, यो बिजोग होइन। यिनी मान्छेलाई गर्न नखोजेका मान्छेलाई हामी आफै गरेर चेतावनी दिने ल है ल हुन्छ। नमस्कार आदरणीय दर्शक महानुभाव, म सुनिल उपाने स्काई अनलाइन मार्फत तपाईँ यति बेला विभिन्न माध्यमबाट चाहिँ हेर्न सक्नुहुनेछ। हामी यति बेला रूपन्देही जिल्लाको बुटोलमा अवस्थित बुटोल बस पार्कमा छौँ। यी बुटोल बस पार्कको फोहोर मैलाको अवस्था म तपाईँहरूलाई देखाउन चाहन्छु। हामीले गहकिला भाषण मात्र छुट्यौँ। हामीले कार्यपालिकाको बैठकमा बसेर नगरपालिकाको भत्ता मात्र पचाउने काम गऱ्यौँ, तर यस्ता विषयवस्तुहरूमा अलिकति गम्भीर बन्न सकेनौँ कि भन्ने एउटा प्रश्न चिन्ह खडा भएको छ। त्यसले गर्दा सम्बन्धित सबैलाई, बुटोल आसपासमा रहनुभएका विशेष गरी बुटोल उपमहानगरपालिकाको टिमलाई मेरो एउटा हार्दिकतापूर्वक अनुरोध छ। यसरी रमिता यहाँ देखाउँदै तपाईँ हामी नाचेको नाङ्गो नाचले तपाईँ हामी कसैलाई पनि सम्बन्धित गन्तव्यमा पुर्याउँदैन। तसर्थ मेयर साहबको टोलीलाई, उपमेयरको टोलीलाई, त्यसै गरी कर्मचारी साथीहरूलाई, यहाँको प्रशासनलाई, विशेष गरी हाम्रो चाहिँ यो समितिलाई, बस पार्क समितिलाई मेरो एउटा हार्दिकतापूर्वक अनुरोध छ। हामी सबैको हार्दिकतापूर्वक अनुरोध छ। यसरी फोहोर मैला गरेर हामीले एउटा बुटोलको बदनाम गरेका छौँ। बुटोलको मुटुमाथि हामीले लात्ती प्रहार गरेका छौँ। त्यसले यस्ता विषयमा गम्भीर बन्नुपर्दछ। आगामी दिनमा हामीले समस्या मात्र देखाउँदैनौँ। यहाँका आएर यहाँ त समस्या मात्र देखाउँदैनौँ। हामीले यसभन्दा अगाडि पनि यहाँको चाहिँ तपाईँको यही एरियाकै हामीले चाहिँ एउटा सडक बालबालिकाको, सडक नागरिकको चाहिँ हामीले समस्या देखायौँ र विकल्पको बारेमा पनि बहस चलाएका थियौँ। हामीले समस्या मात्र देखाउनु ठुलो कुरा होइन, हामीले चाहिँ यहाँको चाहिँ तपाईँको विकल्प पनि खोज्छौँ। त्यसले गर्दा बरु तपाईँहरूले सक्नुभएको छैन भने, तपाईँहरूले यहाँको सरसफाइ गर्न सक्नुभएको छैन भने त्यसको नेतृत्व हामीले लिएर, हामीबाट चाहिँ परिचालित 2-4 जना साथीहरूले लिएर यो बस पार्कलाई सुन्दर सफा बस पार्क बनाउनको निमित्त हामी हातोमाले गर्न तयार छौँ। त्यसले गर्दा यो नगरपालिकाको टिम, यो समितिको टिम, यहाँका सामाजिक अभियन्ताहरू कृपया यो विषयमा गम्भीर ध्यान दिनको लागि म अनुरोध गर्न चाहन्छु। यहाँको अवस्था बिजोग छ। यति बेला चुनावी माहौल छ। राजनीतिक दलका सबै नेतादेखि कार्यकर्ता आज गाउँदेखि आज सहरका बस्तीमा टोलमा आज भोट माग्न हिँडिरहँदा आज यस्ता क्षेत्रको यस्ता सरसफाइ जस्तो एउटा महत्त्वपूर्ण विषयमा चाहिँ आज यस्तो लापरवाही भएको छ। त्यसले गर्दा यो विषयमा गम्भीर बन्नको लागि म चेतावनी दिन चाहन्छु। सरसफाइमा जुटौँ, सुन्दर बुटोल बनाउनमा जुटौँ, सबै लागौँ, सामाजिक अभियन्ताहरू लागौँ, पुलिस प्रशासन लागौँ, यहाँका कर्मचारी लागौँ, तपाईँको नगरपालिकाको टिम लागौँ, यहाँका स्थानीय लागौँ, सबै लागौँ र यो चाहिँ बस पार्कलाई चाहिँ सफा सुन्दर बस पार्क बनाउनको लागि महत्त्वपूर्ण चाहिँ यो साथ दिनुहुनेछ भन्ने अनुरोधसहित, अपिलसहित र यो यहाँको तपाईँले यहाँ बस चलाउनु अनि हेर्नुहोस् यो अवस्था यस्तो छ, फोहोर छ। तपाईँहरूले यहाँ कति तिर्नु? हामीले टोयलेट जाँदा 10 रुपियाँ तिर्छौँ, गेटा जाँदा 60 रुपियाँ तिरेर जान्छ प्रत्येक टिपमा। यो फोहोर छ, यो फोहोर, यो बिजोग होइन। सफा गर्न भन्नु न तपाईँहरूले। हामीले सफा गर्न भन, नगरपालिकाले गर्दैन। अनि यो समिति छैन तपाईँहरूको? समितिको अध्यक्ष को थाहा छैन। समितिले हल्का फुल्का गर्छ, तर गरेर व्यवस्था पनि गर्न सकेको छैन। ल है, अब तपाईँहरू विशेष गरी तपाईँ यो चाहिँ सवारी होइनको क्षेत्रमा तपाईँहरूको पक्षमा पनि म धेरै बोलेको मान्छे होइन। यस्ताहरू विषयहरूमा चाहे ट्राफिकसँग चाहिँ बहस गर्ने कुराहरूमा दुःख दिन पाइन्न होइन। सवारी चलाउने साथीहरूलाई दुःख दिन पाइन्न भन्ने विषयमा आउँछ। यस्ता तमाम विषयवस्तुमा म तपाईँहरूको पक्षमा आवाज उठाइदिएको छु। विशेष गरी यहाँको यो फोहोर मैला अलिकति बढी छ। हेर्नु न यो एरिया सबैले हेर्नु। ऊ बस्छ क्या, यो बाहिर इन्डियातिर यहाँ बसेपछि यसैले पर्ने यताको क्षेत्र पनि अलिकति फोहोर छ। यो विषयमा तपाईँहरूले पनि आवाज उठाउने, हामीले नै उठाउने। पुरा सुनेन भने तपाईँ हामी सँगै मिलेर सफा गर्ने हुन्छ। एक दिन सफा गर्ने तपाईँको नम्बर म राख्छु। एक दिन मिलेर तपाईँ गाडी नम्बर कति हो? 7805। तपाईँको नम्बर भन्नु त? 98670 यो होइन, यो म नम्बर राखेँ। यहाँ 5 बजी फोन गर्छु म तपाईँलाई। एक दिन अगाडि सूचना गर्छु, 5 बजी सूचना गर्छु र गाडीको नम्बरै नभए पनि आएर सफा गरिदिनु हजुरहरू लाग्नुहुन्छ नि। हामी आएर मिलेर सबै मिलेर सफा गर्ने। यिनी मान्छेलाई गर्न नखोजेका मान्छेलाई हामी आफै गरेर चेतावनी दिने ल है ल हुन्छ। चुनाव आएको छ, राम्रो ख्याल गर्नुहोस्। हिँड्दाखेरि तपाईँहरूलाई राम्ररी हेर्नुहोस् शोभायात्रा राम्रो गर्नुहोस्। ल आदरणीय दर्शक महानुभाव, हामीले विशेष गरी सबैसित कुराकानी गर्नेछौँ। अहिलेको लागि छोटो रिपोर्टको लागि महत्त्वपूर्ण क्यामेराम्यानबाट महत्त्वपूर्ण सहयोग गर्ने राहुल भाइप्रति धेरै माया, धेरै धन्यवाद व्यक्त गर्दै यहाँका विषयवस्तुहरू थोरै मैले फोहोर क्षेत्रहरूमा देखाउनेछु। त्यसपछि हामी एउटा विशेष रिपोर्टसहित टिमसहित यहाँ आएर हामीले रिपोर्टिङ गर्नेछौँ। ल धन्यवाद, नमस्ते।